अगाडि हेर्नु पहिला जहिले पनि अगाडिको सेन्टर बनाएर जाने गाडीलाई है। अलि अगाडि जाँदा ब्रेक। अब पछाडिको गाडीको भाग हेर्नुहोस् ल। पछाडिको गाडीको भाग हेर्नु त, यो भाग कता गइरहेको छ, लेफ्ट गइरहेछ कि राइट गइरहेछ? लेफ्ट गइरहेछ होइन। अब हामीले के गर्नु पर्यो, लेफ्टतिरै लाने हो। अब थोरै घटाउनुहोस्। हजुर लेफ्टतिरै, हामी जता जाने त्यतै काट्नु पर्यो है स्टेरिङलाई। अब अहिले राइटतिरको मतलबै भएन हामीलाई, लेफ्टतिरको मात्रै प्रब्लम छ है। ल बिस्तारै बिस्तारै जति सक्दो स्लोमा जाने। लास्टको टर्निङ हेर्नुहोस् है, टर्निङ र तपाईँको म्याचिङ हुनु पर्यो। अब सिधा गरिदिनु स्टेरिङलाई, यत्तिकै जाने आरामसँग, जति सक्दो स्लोमा जाने। अब हेर्नु त टर्निङनिर आइपुग्यो गाडी, टर्निङभन्दा एक हात अगाडि। अब फुल के गर्नु पर्यो त, स्टेरिङलाई लेफ्टतिर काट्दिनु, पुरै लक गरिदिनु स्टेरिङलाई। लेफ्टतिर हेर्नु त एकचोटि, जानु। अब लेफ्टतिर कटिसक्यो, राइटतिर हेर्ने, राइटको लास्टको पोल हेर्नुपर्छ है। गइरहनु 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 गइरहनु, ब्रेक हो। अब अझै यो गाडी किन त यतातिर बढी च्यापिन आयो है? किन भन्नु त, किन च्यापिन आयो? लेफ्टतिर धेरै च्यापेर होइन कि, लेफ्टतिर आउनुभन्दा अगाडि, जुन टर्निङभन्दा अगाडि हामीले रोक्न पर्ने थियो, टर्निङमै निर आइपुगेर हामीले रोकियो। त्यसले गर्दाखेरि अलि पछाडि आउनु पर्यो है। ल गाडी सिधा भइसकेको छ। अब तपाईँको छुन लागेको अवस्था छ। अब यो स्टेरिङलाई चाहिँ तपाईँले उता काट्नुहोस् त, हाफ जति। धेरै काट्यो भने चाहिँ फेरि यता हाम्रो यो चक्काले छुन्छ, थोरै हाफ जति काट्ने। ल एक बित्ता मात्रै पछाडि जानु, अनि फेरि हामीले यो जति सिधा गरेको थियो नि त्यसलाई स्ट्रेट गरिदिनु। ल अब स्ट्रेट गरिदिनु, स्टेरिङ सिधा गर्नु हो। यत्तिकै जानु, धेरै गऱ्यो भने फेरि छुने सम्भावना बढी हुन्छ। यत्तिकै बिस्तारै पछाडि जान सक्यो। ल ठिक छ।